यस्तो स्क्रिन चाहिँ किन भनिरहनु भएको होला है। हाम्रो आमा चाहिँ अहिले खाना खाएर रेस्ट गरिरहनु भएको छ कि दिउँसोको टाइममा खाना खाएर सुतिरहनु भएको छ। अनि म चाहिँ आमालाई अब प्र्याङ्क गर्न आँटेको। मेरो मोबाइल अस्ति बिग्रिएर 13 प्रो म्याक्स चाहिँ व्हाइट लाइट आएर बिग्रिएर अनि त्यस पछाडि यो भर्खर किनेको 1-2 महिना भएको छ नि त्यो मोबाइल किनेको। अब यो पनि यस्तो चाहिँ नहोस् है प्रभु, तर यस्तो प्र्याङ्क गरेको जस्तो चाहिँ नहोस् मेरो मोबाइल। तर म चाहिँ मोबाइल फुट्यो भनेर आमालाई म प्र्याङ्क गर्छु। उहाँले के भन्नुहुँदो रहेछ ल। आमा आमा सुतिराख्नु भएको? यस्तो भयो नि मोबाइल। उठ्नु त हेर्नु त, उठ हेर्नु त। यहाँ त म त कस्तो तनाव भएर के टेन्सन भयो। के हो त्यो? यहाँ हेर्नु न फुट्यो के। कहिले? अहिले भर्खर हो। नयाँ? अस्तिको नयाँ त। कहाँ राखेको थियो नि? अहिले त्यहाँ राखेर सुतेको थिएँ, बिरालो कुदेर आएर बाहिरबाट आयो होला नि, झरम्मै पारिदियो रहेछ। अब के गर्नु होला? कहाँ राखेको थियो? उतै हेर्नु त बन्छ होला त आमा यो। ल है सबै चाकचुरिक भएछ। के गर्नु होला? उसो खोलको त गयो होला। के को जान्छ खोल भित्रै नि आमा। हेर्नु त्यही भएर तपाईँलाई देख्नु म पनि सुतेर उठेको कि। अनि बारीमा जाउँ तल घडेरीमा भनेको त्यस्तो भइरहेको छ। अब त मार्नुहुन्छ होला नि भन्छ नि। के गर्नु होला? होइन होला हो फुटेको त। अबै तपाईँको हात काट्न सक्छ। आमा चाहिँ कस्तो यहाँ हेर्नु न यस्तो सरक्कै त्यहाँबाट झारिदिएको नि त टेबलबाट। यहाँ यस्तरी बन्ने नै छैन। अस्तिको त सेतो मात्रै थियो नि त, अनि अलिकति त यस्तो भइरहेछ। नयाँ हो कि हाम्रो 3 लाखको हो, 2 लाख। अब के गर्नु आमा? हो नि त। अब हेर्नु न यस्तो भइरहेछ। अनि म त टेन्सन। अब हेर्नु न त्यस्तो। अनि यस्तो भिडियोहरू गर्दा हुन्छ कि भनेको ऊ कहाँ हुन्छ त्यो नि त देखिरहेछ, परैबाट चिनिरहेछ। यो मोबाइल त अस्ति नै पनि फुटेको थियो कि, अहिले अलिक फुटेको हो। अस्ति नै फुटिसकेको थियो, मैले नभनेको त। अस्ति पनि कहाँ झार्यो? उहाँ माथि नै के माथि घरमै। अनि के अरे फेरि अब मैले यस्तो सोचेँ नि त, अब आउनुहुन्न, नआएपछि त नभन्दा नि भइहाल्छ नि, बोल्नु भइरहेछ भन्ने सोचेँ। अनि भरे लास्टमा अब के अरे उहाँ धेरै जाडोबाट अरे क्या अहिले अमेरिकामा जाडो हिउँ पर्न थालेछ अरे नि त बेसरी। अनि यो हिउँ धेरै परेको बेला चाहिँ गाडी चलाउनु पनि मिल्दैन अरे नि त। अनि त्यही भएर 15 दिनको छुट्टी आउँछु भन्ने हुन्छ। मोबाइल यस्तो छ। अस्ति नै भन्नुभएको छ अब चाहिँ यो चाहिँ अन्तिमचोटि है, यत्रो मोबाइल बिगारो, यत्रो महँगो के काम जतन नगरेपछि भन्नुभएको छ। उसको माथि के छ नि फेर्दा हुने भित्र अब यो त बन्दैन नि। मैले सोधिसकेको फोन गरेर। अनि त्यहाँदेखि आउने अरे के 15 दिनको। त्यही पो झन् अप्ठ्यारो भयो त। नत्र भने त बोल्नु त मिलिरहेछ क्या। यो फुटे भने फोटो पर पनि त जान्छ नि। अन्त नि यस्तै त उता त जाँदैन। तर अब यस्तो भयो कि 15 दिनको घर आउनु हुँदा पो यो देख्नुहुन्छ नि त। उहाँ त जाँदैन, उता त जाँदैन नि, उता त मोबाइल फुटेको देखिँदैन नि। अनि 15 दिनको लागि आउने अरे, घर आउनु भएपछि देख्नुहुन्छ नि त नि। अस्ति नै भन्नुभएको छ अब चाहिँ यो मोबाइल तिमीहरूलाई राम्रो सामान किनिदिएर नि कामै रहेनछ, यो चाहिँ अब जसरी पनि किनिदिएकै छ, अब यो पनि बिगार्यो भने चाहिँ राम्रो हुँदैन भनेर अस्ति नै भनेको होइन। अनि म त सोच्दैछु 15 दिनको लागि कहाँ जाऊँ? कहाँ जानु र मोबाइलको? अनि यहाँ घरमा बस्यो भने त मोबाइल देखिहाल्नुहुन्छ। होस् न, त्यति साह्रो त गर्दैन। अस्ति पनि कति कराएर गरेर किनेको मोबाइल। बरु भन्दा नि 15 दिनको लागि नानीहरूलाई यहीँ छोडिदिएर जसोलाई बोलाएर अनि हामी चाहिँ यहीँ होस्, हामी 2 जना चाहिँ जाउँ न त। घरमा त कहाँ खोजिहाल्नुहुन्छ नि, चाचो पराउने नि। 15 दिन मात्रै 15 दिन मात्रै आएपछि बस्छ होला नि। 15 दिन मात्रै आउने अरे, 15 दिनको लागि मात्रै छुट्टी अरे। साह्रै हिउँ पर्यो अरे 15 दिनको लागि मात्रै। अनि हामी इन्डियातिर गयो भने त फोन लाग्दैन, के थाहा र नि। ठ्याक्कै 15 दिनको बुढी छैन मार्छ नि। के 15 दिनको लागि हो, 15 दिनको लागि मात्रै। कहाँ गइस् भन्यो भने
लगेर त्यही त 2 जना जाउँ भनेको त तपाईँ र म ल पैसा म ठिकठाक पार्छु काठमाडौँ आइन्जेलसम्म यहीँ बसौँ उताबाट बाटो लाग्ने बित्तिकै हामी गइहालौँ न मोबाइल लिएर जानुपर्ने छ नि त अरूभन्दा यतिले त गर्दैन के पनि गर्दैन हो नसुर्ताऊ गर्दैन तपाईँलाई अब कस्तो गर्दैन इन्डिया जाउँ न त इन्डियामा त फोन लाग्दैन नि त करा भने चुप लागि अब कहाँ हिँड्यो यिनीहरू भनेर घर बस्पछि आउनु दिन्छ अनि 15 दिनमा गइहाल्ने हो गएपछि आउँदा भइहाल्यो म आउँदा चाहिँ तिमीहरू घरमा नहुनु भनेर नि खोज्छ नि अब इन्डिया जानुपर्छ नि त फोनै लाग्दैन त्यस पछाडि त अब हेर त्यो पैसाले त बनाउनु पर्यो बन्दैन नि इन्डिया त अनि 20,000 जति नै गइहाल्छ अब यसलाई यस्तो यसको यो डिस्प्ले गएको कि यो डिस्प्ले गएको त 1,80,000 जति पर्छ अरे 1,80,000 इन्डिया भाग्नुलाई त कति लाग्छ र 30-25,000 मा भागो आइहाल्नु जाउँ न मामा ल जाउँ न म आउँदा चाहिँ इन्डिया तिमीहरू जाने भनेर तपाईँ र म जाउँ न 2 जना रिस आउँछ तिमीहरू के छ चाल भन्दैन आउँछ जाउँ न ल त्यसो त भन्नुहुन्न जाउँ न यस्तो जाउँ न 20-25,000 भए त भइहाल्छ नि मोबाइल बनाउनु नि बरु पैसा अलिक मोबाइल बनाउनु धेरै लाग्छ नि त आमा लागे पनि त्यो थाहा नपाई गर्नु नि थाहा नपाई सबै हिसाब चाहिन्छ अनि त्यहाँदेखि बरु हिसाब सिसाब देखाइरहनु भन्दा 15 दिन लुक्यो अनि गएपछि ठिकै आयो पछि चाहिँ कहाँ लाग्यो 15 दिन पछाडि त घरमा हुने भयो त नि होइन र पनि त भागौँ न अब फेरि 3 दिन बाँकी छ भाग्नु पुग्दैन इन्डिया हो टाढो होइन इन्डिया पनि अनि यिनीहरू कहाँ गयो म आउँदा छैन हेर कि घरमा जाउँ त माथि घरमा चाहिँ जाउँ त हुन्छ घर जाउँ भाडा छ हरेक जसले हेर्दै गर्छ पाडा पनि मार्छ कि त्यो पाडा बेचिहालौँ त बेचौँ न बेचेर जाउँ त कसले खेल्नु नि फेरि अन्त तिमी अन्त किन्छ पनि होला उयो नेवाराले किनिहाल्छ नि हिँड्नु त जाउँ अब पाडा बेचौँ अनि त्यहाँदेखि 15 दिनको लागि हराउँ चुपचाप नभन्नु नि फेरि तपाईँ पनि यहाँ आउँदैछु नभन्नु है यति मोबाइल लागि नगर आए यहाँ त त्यस्तो छ अनि हुन्छ ओके पनि गर्दैन अहिले आएर देखेपछि त नि मोबाइल छुइहाल्नुहुन्छ मोबाइल देखाउनु नदिनु पनि भएन यस्तो छ मोबाइल के चाहिँ हो त मोबाइल यस्तो के गर्नु भन्नु न हौ गर्नु त भागौँ न आमा चुपचाप लागेर जाउँ न 15 दिन हराएपछि त उता बोलाइहाल्छ उहाँ हिउँ पऱ्यो अरे के बेसरी हिउँ धेरै परेपछि त गाडी छिर्लिन्छ नि त के गरौँ भन्नु त भन्नु न तपाईँको विचारमा चाहिँ कसो गर्दा ठिक होला भनी हेर्नु त तपाईँको कस्तो छ कि राम्रो आइडिया मैले के भन्नु पर्छ होइन कसो गर्दा ठिक होला त तपाईँको विचारमा हेरि भन्छ नि खोज्छ नि भाग्ने नि भाग्ने त तिमीहरू कहाँ गएको छौ यिनीहरू कहाँ हरायो भनेर 2 जना जाउँ न के को 2 जना जान के को ल अनि सोध्छ तुन्छ गाड मात्रै पर्ने कसरी गाड पर्छ 2 जना हराउँ न ल आमा हुन्छ जाउँ ल कहाँ चाहिँ जाउँ इन्डिया जाउँ कि घर माथि राखी जाउँ त घरतिर जाँदा भने इन्डिया झन् घुम्नु पनि पाइयो पैसा झन् यस्तो छ झन् पैसा सक्नु के र मजा आएर सिलगढीदेखि धेरै टाढो जाउँ न धेरै टाढो उता र त पैसा सकिन्छ जान्छ र बेथा माथि बेथा के को बेथा घर जानु होला त बरु घुम्नु पाइयो नि त घुम्नु त पाउँछ कि र पनि त बेथा रहन्छ त के गरौँ त घर जाउँ कि छिटो भन्नु न मलाई यहाँ टेन्सन छ के हुन्छ जेठी नगर ल घरमै जाँदा पनि के घुम्नु र है यत्रो तिम्रो त मोबाइल बिग्रियो अब हेर्नु त यस्तो छ यो त केही गरी भन्दैन नि भन्दैन अरे सोध्यौ सोधिसकेको यस्तो यस्तो भएको छ के गर्नु भनेको त के गरौँ होला पाडा बेच्नु हिँड्नु जाउँ ल के गरौँ हुन्छ आएर फेरि गन्थन गर्छ होला नि कहाँ गयो लुक्नुपर्छ नि फोन पनि उठाउनु हुँदैन मोबाइल पनि अनि माथि घरमा गयो भने फोन लाग्छ त्यही भएर त इन्डिया जाउँ भनेको त जाउँ न इन्डिया तिम्रो विचार अनि तपाईँ जाने भए चाहिँ जाउँ साथी दिनु न भनेर कि 15 दिन हराउँदा त अब घरतिर सोद्धा नि छैन कहाँ चाहिँ गयो आउनु दिँदैन पछि जान्छ ल पाखा के गर्नु होला